हेलो गाइज वेलकम टू माई न्यू ब्लग र आज चाहिँ म वान अफ द मोस्ट पिसफुल ठाउँ मतलब हाम्रो इस्कोनमा आएको छु। नगरभरि नै वान अफ द पिसफुल ठाउँ नै भन्न मिल्यो र यु क्यान सी इट। अहिले चाहिँ म यहाँ पुगिसकेँ। सो अरूको प्राइभेसी पनि हुन्छ, सो म यति भिडियो चाहिँ बनाउँदैन आज चाहिँ। सो यु क्यान सी। सो अहिले चाहिँ भित्र जाउँ। सो गाइज अहिले चाहिँ म आएको छु यहाँ मदन चोकमा। हाम्रो हरिकृष्ण चाहिँ चलिरहेको छ यहाँ। सो त्यसको लागि चाहिँ इस्कोनबाट सिधै यहाँ पुगेको छु। सो यु क्यान सी द्याट। हरे कृष्ण, बताइदिनुहोस् आफ्नो बारेमा र आज चाहिँ के हुँदैछ उसको बारेमा चाहिँ थोडा बताइदिनुहोस्। हरे कृष्ण, आज हाम्रो शनिबार सत्सङ्ग कार्यक्रम भइरहेछ। यसले हाम्रो इस्कनकोमा भन्नुपर्दा ग्रेट सङ्कीर्तन। आज हाम्रो धनगढबाट प्रभुजी आउनु भएको थियो, अनि पछि उहाँले आजको विशेष यो ग्रेट हरिनाम सङ्कीर्तनलाई उहाँले लिड गर्नुभएको छ। र अहिले म बुक डिस्ट्रिब्युसनमा छु, भगवत गीता अनि स्मल बुकहरू। त्यही हो। हरे कृष्ण। आएको शुभ नाम? मेरो हरिसागर भट्ट। कति भयो पाइलाई कार्य गर्दा गर्दा? यो गर्दा गर्दा मेरो त बढी त भएको छैन, 3-4 महिना भयो। धन्यवाद। धन्यवाद। सो हजुरहरू पनि हामीलाई जोइन गर्न चाहनुहुन्छ भनेपछि अहिले चाहिँ हरेक शनिबार इस्कोन चाहिँ हुन्छ हाम्रो। यो चाहिँ भयो मदन चोक। सो मदन चोकको ट्याक्सकै यहाँ साइडमा हामी हुन्छौँ। सो हजुर पनि आउन सक्नुहुन्छ यहाँ जोइन गर्नलाई। सो यो कार्यको लागि हाम्रो नेपाल प्रहरीले पनि राम्रै यहाँ हेल्प गरिरहेछ। थ्याङ्क्स फर देम अल्सो। यस्तो राम्रो कामको लागि हाम्रो नेपाल प्रहरी पनि हामीसँग नै छ। यु क्यान सी यहाँ कुनै पनि भिड हुँदै छैन। हरि बोल, हरि बोल, हरि बोल, बोल, हरि बोल, हरि बोल। शिला की जय, प्रभुपाद की जय। हरे कृष्ण 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 हरे हरे, हरे राम 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 हरे हरे। सो अब यहाँ चाहिँ हाम्रो प्रभुजीहरू नै भनौँ हजुरहरूलाई। सो तपाईँहरूलाई यहाँको हरिकृष्ण कीर्तन कस्तो लाग्दैछ त? हामीहरूलाई एकदम राम्रो लागेको छ। हामीले यो यस्ता कीर्तनहरू देख्न पाउँदा धेरै राम्रो लागेको छ। यस्तै गर्दै जानु होला, खुसी लागेको छ। एकदम राम्रो भइरहेछ जे होस्। अब एक हिसाबले भन्दा पनि अब यता अरू मन्दिरहरू क्षेत्रतिर होइन, अब राति मात्र हरिकीर्तन यस्ता कार्यक्रमहरू आयोजना भइरहन्थ्यो भने हाम्रो यो महेन्द्रनगर बजारमा प्रत्येक शनिबार यो कार्यक्रम गर्दाखेरि एकदम राम्रो भइरहेछ भनौँ। एउटा हिसाबले बजारको अलि आकर्षणको हिसाबले पनि एकदम राम्रो भइरहेछ भनौँ। धन्यवाद। हाम्रो हरिकृष्ण पनि सकिसक्यो, चाहिँ जाँदैछु म घर। सो मिट यु हियर। गरिदियो सर भाइ। हेर्दै थिएँ के हो यस्तो कुलामा? भाइ कुलामा हो, उसमा खेल्दै। अहिले चाहिँ त्यहाँबाट पनि आइसकेँ एन्ड अहिले चाहिँ जाउँ अब घुम्न। गाइज यो हाम्रो ब्लगर, मेन ब्लगर यो गाइड दिइरहेको छ कसरी भ्लगिङ गर्ने भनेर। यो दाइ भयो, धनी हो, धेरै धनी छ। सेकेन्ड धनी हो, टेक्वान्डो प्लेयर। यो हाम्रो एमएनआर टप सेन्टरको हेड चिफ। 3-4 शाखा छन्, एउटा काठमाडौँमा, एउटा धनगढीमा। यता खतरनाक मान्छेहरू आछन् गाइज, यता हेर्नुहोस् गाइज। आज हामी आटाहरू भेटिया छौँ यतातिर। ओइ रियो, ओइ रियो के गर्दै हो यार? गणेशजीले यहाँ वान राखेको यस्तो छ, यस्तो ब्लगिङको भुत चढिहाल्यो यार। ल भोलि भेट्ला। सो गाइज अहिले चाहिँ मेरो खाना पनि भइसक्यो। सो अब म बस्छु एडिटिङ गर्नलाई। आजको लागि यति नै। मिट यु नेक्स्ट ब्लग। बाई। यो यतै हेर्नु पुछेर देखाउनु पर्छ।